माटो। नमस्कार, म जगन किरात राई। विक्रम सम्वत 2047 सालमा संघीयता, समावेशी, धर्मनिरपेक्षता, इङ्ग्लिसमा भन्नुपर्दा इन्क्लुसिभ डेमोक्रेसीको जनमुक्ति पार्टीको संस्थापक केन्द्रीय सदस्य म जगन किरात राई। नमस्ते। यसपालि भोट केमा हो त? नमस्ते। नमस्ते। यो पटकको भोट विक्रम सम्वत 56 सालदेखि मैले भोट हालेको छुइनँ। हजुर। 48 सालदेखि भोट हालेको छुइनँ। 79 सालमा आउँदा 7वटा निर्वाचन भयो। 25 वर्ष भयो। 25 वर्षको भयो, 50 वर्षको भयो। यो एमाले, काङ्ग्रेस, माओवादी यी सबै भित्रै पुगेको फर्सीको उम्मेदवार र पार्टी हो। फेरि नमस्कार। नमस्ते। यो चोटि म त माटोमा भोट काट्छु। माटोमा हो? अघि बिउ चाहिँ के माटोमा देखाउँदै हुनुहुन्छ नि? यो बिउ चाहिँ हर्कपथको कृषि अभियन्ताको रैथाने बिउ मैले सङ्कलन र उत्पादन गरेको बिउ हो। रोपेर खानुहोस्, हाँसेर बाँच्नुहोस्। बाई। जय माटो। जय माटो। संस्कृति पार्टीको यो कृषि पथ हो। हर्कपातको एउटा च्याप्टर हो। यो के को बिउ हो त? यो यहाँ 36 भन्दा बढी प्रजातिको रैथाने बिउ छ। यो भोजुरको लागि मात्रै लगिएको, धरानको लागि म फेरि ल्याइदिन्छु। यो हर्कबात भनेपछि हर्कबातको कृषि पथको रैथाने बिउ, त्यसको संरक्षक र अभियन्ता म जगन किरात राई। यो भोजुर जिल्लावासीको लागि ल्याइदिएको। धरान, सुनसरी लगायतको आम नागरिकलाई पछि म ल्याइदिन्छु। हजुर, जय नेपाल। नमस्कार। यो भेन्टा हो। यो साल रोपेपछि अर्को साल नै फल्छ। यसमा काँडै काँडा हुन्छ, तपाईँ जस्तो हाइट हुन्छ। बाँदरले खाँदैन यो काँडाले घोचेपछि। यस्तो डरलाग्दो काँडा हुन्छ। यो पनि भेन्टै हो। यो साल रोपेपछि अर्को साल कुन खालको भेन्टा अरे? भेन्टै हो यो। एक साल रोपेपछि अर्को साल पनि हुन्छ। भोलि दिउँला तपाईँहरूलाई। ल म चाहिँ जान्दिनँ। म रैथाने बिउको अभियन्ता हो। पहिल्यैदेखि बोडी हो। कस्तो हुँदो रहेछ? यो सिमी कहाँ कुन सिमी कस्तो खालको सिमी? यो लामो फल्छ नि, यो यत्रो फल्छ, 3 कलरको हुन्छ। यो चाहिँ के हो त्यो? होइन, यो ग्याङ्ग्रो पनि यस्तो लामो हुन्छ नि हरि यो खालको हो। त्यही हो। त्यो ग्याङ्ग्रो पनि तपाईँले खानु सक्नुहुन्छ। मैले कहाँबाट लिएर थिएँ, एउटा उखाली त्यो मुसाले खोतालेर मारिहाल्छ। भोलि दिउँला तपाईँहरूलाई बारी पनि धेरै हुनु पर्यो नि। किसानलाई मेरो गाउँभरि लगेर रोपेर खाओ। हाम्रो नचोर्नु है, नचोर्नु। हात माल्नु, म दिन्छु हजुरलाई। हर्कपात भनेको यो हो भन्नु। हर्कपात भनेको यो हो भन्नु। ल, हर्कपात भनेको यो हो। हर्कपात भनेको यो हो। हलुवा बेद माटो।